हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। सम्पूर्णलाई स्वागत छ मेरो अर्को ब्लगमा। मेरो चाहिँ आज बिहानै आज खेताला छ नि त, त्यही भएर बिहानै उठेर मैले धोइराखेको मेरो लुगाहरू छ, एक बाटै छ सुकाउनु पर्ने। अनि यहाँ सुकाउनु लागेको हिजो धुनु त हिजै धोएको कि, तर सुकाउनु फेरि बेलुका उठाइहाल्नुपर्छ, त्यही भएर नसुकाएको। हामी उठ्नुभन्दा अगाडि छोरी उठ्छ अनि हामीलाई उठाउँछ, त्यही भएर छोरी बोक्दै बोक्दै भिडियो लिइरहेको छु साथीहरू। हजुर आज अलिक जाडो बढ्यो कि जाडो भइरहेछ हो मलाई पनि, नत्र मलाई त्यति धेरै जाडो त नहुने। मेरो चाहिँ लुगाहरू पनि सुकाइसकेँ, खासै उज्यालो भएको छैन है। खेतालाहरू पनि आइसक्नु भएछ अनि मम्मीले खाजा पनि रेडी गराइदिनु भएछ, त्यही भएर मैले चाहिँ खेतालाहरूलाई खाजा लगिदिएर मेरो गएँ साथीहरू। अनि जाँदा चाहिँ देवाले भर्खर गोरुहरू नार्दै हुनुहुन्थेछ अनि भाइले चाहिँ आफ्नो काम गरिरहेको थियो, अलिक अगाडिदेखि नै उसले चाहिँ गरेको। अनि मैले उसको भिडियो बनाइदिएँ साथीहरू। अनि सानो सानो गरामा चाहिँ अलिक अप्ठ्यारै हुन्छ नि त, अनि त्यसपछि ठुलोमा पुगेपछि चाहिँ मैले नि एकछिन उसलाई सघाएँ अनि मेरो पनि उसले भिडियो बनाइदियो साथीहरू। अनि फर्किँदा चाहिँ खानाहरू नि बनाउनु पर्ने थियो नि त, अनि बाटैमा थियो टमाटर पनि, अनि त्यही भएर टमाटर पनि टिप्न लागेँ साथीहरू। अनि आउँदा त मम्मीले म तरकारी पकाउँछु भन्दै हुनुहुन्थ्यो, अनि हामी चाहिँ बाख्राखोर बनाउन लाग्यौँ। हाम्रो चाहिँ बाख्राखोर भत्किनै सकेको छ नि त, अनि बाँसहरू नयाँ फेर्नु पर्यो भनेर हामी चाहिँ छोरीको बाबासँग बाख्राखोर बनाउन लाग्यौँ साथीहरू। अनि एकछिन बिसाउने बेलामा त के खाली बस्नु भनेर यसो जाँड छानेर खाइदिउँ भनेर म चाहिँ जाँड छान्न लागेँ साथीहरू। जाँड त खाइन्छ नि हो सबैजना, भन्दा पनि कहिलेकाहीँ चाहिँ खाइन्छ, सधैँ त खाइँदैन। अनि घाम भएको बेला चाहिँ कलिलो छ भने चाहिँ खाइन्छ। फेरि अहिले चाहिँ हाम्रो जाँड गुलियो छ, मिठो छ नि त, त्यही भएर छानेर हामीले चाहिँ खाइदिएको ल साथीहरू। कति ठुलो बोटोकोमा खाएको भन्नुहुन्छ होला, बोटोको सानै छ ल, भिडियोमा मात्रै ठुलो देखेको। अनि मैले चाहिँ खानासाना खाएर गोठाला पनि लागेँ साथीहरू। खानाहरू खाएको भिडियो चाहिँ लिन पाइनँ। अनि म चाहिँ गोठाला गएर आएपछि छोरीसँग करेसा बारीतिर प्याजहरूमा पानी लाउन लाग्यौँ साथीहरू। पछाडि बोकेर कामहरू यताउता गर्नु डुलायो भने चाहिँ मेरो छोरी पनि खुसी हुन्छ नि त। अनि म चाहिँ बेलुका बेलुका जहिले बोकेर कता कता कामहरूमा डुलिरहेको हुन्छु, तर ऊ निहुरेको गर्छ साथीहरू। ढाडमा बोक्यो भुइँ हेर्नुपर्छ, माथि हेर्दैन, भुइँ हेरेको निहुरेको गर्छ, अलिक अप्ठ्यारो हुन्छ। त्यही पनि म चाहिँ बोकेर जहिले काममा जान्छु। अनि त्यसपछि हामी चाहिँ पानी लगाउने ठाउँमा नि पुग्यौँ, अनि पानी लगाउँदैछौँ। टमाटर 1-2 बोट छ, तर मजाले फलेको छ, किनेर खानु चाहिँ पर्दैन, जे होस् त्यही हो। अनि त्यसपछि मेरो चाहिँ छोरी आफ्नै तालमा छ, छोरी भन्छु सुन्दैन, छोरी भन्छु सुन्दैन, नसुन्ने जस्तो गरेर के हेरिरहेछ। अनि त्यसपछि हामी चाहिँ घरतर्फ लागेको ल साथीहरू। अनि घरमा पुगेर त तलतिर भिडियो गरेँ, अनि सागको फुल पनि टिपेर लगेको थियौँ। अनि छोरीसँग एकछिन भिडियो बनाएको। उसले चाहिँ अहिले के खाने दियो भने त अब त खान्छ होला, तर केही दिएको छैन। अनि जे पायो त्यही मुखमा के साथीहरू। म चाहिँ डोको खुकुरी बोकेर कहाँ जाँदैछु त साथीहरू भन्नुहुन्छ भने, म चाहिँ यही केरा काट्न आएको। पाक्दैछ, देख्नुभयो नि, अलिअलि पाकेको छ, अघि देखेको थियो, त्यही भएर काट्नु आएको। म त कहिले काटेकै छुइनँ क्या केरा, कसरी काट्ने थाहै छैन हो साथीहरू। हेर्नुहोस् त साथीहरू, केहरूले खाएछ हौ यस्तो भाँचिएर। यो जाडोले नसप्रेको क्या, यो गर्मी महिना भने त कत्रो हुन्छ नि त, जाडो महिना भएर नसप्रेको। यही भए पनि अलिअलि खाना त हुन्छ भनेर काटेको हो मैले, देख्न सक्नुहुन्छ साथीहरू। म चाहिँ सबै उयो काटिसकेर डोकोमा लगाइसकेँ, अनि त्यसपछि पाकेको पनि थियो नि त, अनि बसेर म चाहिँ खान थालेँ। त्यही पनि घरमा पकाए जस्तो त
त्यति धेरै गुलियो मिठो चाहिँ हुँदैन, त्यही पनि अब मिठो मानेर खाँदैछु मैले चाहिँ। अनि त्यसपछि लिएर आएपछि चाहिँ म बिहान धोएको मेरो कपडाहरू सुकाएको थिएँ अनि त्यही कपडाहरू उठाउन जाँदैछु। म चाहिँ बेलुका धुन्छु अनि बिहान सुकाउँछु अनि बेलुकासम्म सुक्छ, नत्र त बेलुका सुकायो भने फेरि उठाउनु परिहाल्छ नि त। त्यही भएर बिहान एकैचोटि सुकाएको सुकिहालेछ। अनि सबै कामहरू सकाएर आएर चाहिँ खाना बनाउन लाग्यौँ हामी आमा छोरी। मम्मी चाहिँ बाहिरको कामहरू गर्दै हुनुहुन्छ अनि त्यही भएर मसँग छोरी पनि अहिले छ। भन्दै आजको भिडियो चाहिँ यति नै साथीहरू। मेरो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु है साथीहरू।